Happy birthday to you. Happy birthday to पुरै जोश जागर र हर्षोल्लासका साथ म लागि क्याम्पिङको लागि लेक सेन्ट क्लेयरतिर भनेर भने गलत हुन जान्छ। कमसेकम बिहान 4 बजे उठेर काम गएर 3:30 बजे घर आएर नुहाएर 2 गाँस भात टिपेर फेरि 2.5 घण्टा ड्राइभमा निस्किँदा म त्यति धेरै इनर्जी बोकेर त पक्कै निस्केको थिइनँ। अलिकति डर थियो कतै आँखा लोलाउने हुन् कि बाटोमै, तर त्यो अवसर दिँदै दिएन नि दृश्यहरूले। पहिले गोरु चराएका यादहरू चल जली आँखा अगाडि नाचिरहेका थिए गाईहरू चरिरहेको देख्दा। यस्तो लागे यी गाईहरूको गोठालो बनेर यतै बसिदिउँ भनेको बाले सुन्नुभयो भने कहलाउँदै हिँड्छस् भन्न बेर छैन। एनिवे आफैसँग तर्कनाहरू बुन्दै र सूर्यलाई पछ्याउँदै म पुगेँ क्याम्पिङ स्पट। ए साँच्ची जसको कारणले म आज यतातिर हुत्तिएको थिएँ त्यो त भन्नै बिर्सिएछ। कुरा यस्तो पर्यो, कुसुम भाउजूको जन्मदिन मनाउने कुरा भएछ क्याम्पिङ गएर, त्यो पनि लेक सेन्ट क्लेयरमा, जुन मेरो फेभरेट क्याम्पिङ स्पट। त्यसैले मिलनलाई मलाई इन्भाइट गर्न लगाएर म यहाँसम्म आइपुगेँ। ओहो तामझाम गजबको थियो, तर थाहा भएन किन, सायद नआओस् भन्ने भएर हो या आउँदैन भन्ने भएर। मेरो टेन्ट लगाइदिएका रहेनछन्, जेसुकै सोचुन् मलाई बाल। हेर लाइटम्यान क्यामेराम्यानहरूको व्यस्तता, झटपट चित्त नबुझाउने बर्थडे गर, खिचेर नथाक्ने बुढा र खिचाएर नथाक्ने बुढी भएपछि के चाहियो, जोडी मिलेको छ। भित्री कुरा जे जसो भए पनि यति चाहिँ भनिदिनु पर्छ क्या, मक्ख पर्छन्। आफूलाई भोकले आन्द्रा चुडिन आँटिसक्यो, त्यसैले पोल्न राखियो कुखुरो। बर्थडे पार्टी खत्रै सोचेको टार्ने भए रामेनमा, त्यही पनि खानै पर्यो। बिहानको दृश्य गजबको थियो। यसपालि कंगारुहरूसँग भलाकुसारी गर्न निस्किइन म। यदि तपाईहरुलाई कंगारुहरूसँग गफ गर्न मन पर्छ भने यहाँ त्यो अवसर मजाले प्राप्त हुन्छ। मिलनले पानी तताउनु भयो, तातो पानी पिउँदै र आगो ताप्दै, साँच्चै धुवा खाँदै केही बेर गफाफ भयो। यहाँहरूलाई विनम्रतापूर्वक जानकारी गराउँ, हामीहरूले गरेका कुराकानीहरू खासै सुन्नमा मजा आउने खालका, सुनिरहँ लाग्ने अथवा जानकारीमूलक केही पनि नभएकोले यहाँहरूको कान नपाकोस् भन्नका खातिर म्युट गरिएको छ। मुख चलाएकै आधारमा बुझ्ने सामर्थ्य राख्नुहुन्छ कसैले भने तपाईको जय होस्। यसो यतातिर आँखाहरू डुलाउँदै गर्दा हाम्रो भान्से हो क्या त, मिलनजीले चिया उमाल्न भ्याइसक्नु भएछ।
चिया खान आएको भिडियो बनाइदिनु पर्ने रे। भिडियो अगाडि पछाडि भएछ क्या? खोइ म आफै कन्फ्युज भएँ। लामो समय भिडियो अपलोड नगरी होल्ड गरेर राखेपछि हुने भनेकै कन्फ्युजन हो। जे जसो भए पनि अरू पानीमा रमाइरहेको हेर्दै हामी चाहिँ चिया नास्ताको स्वाद लिन सुरु गर्यो है त। मैले अघि पनि भने नि, खासै उत्साहजनक कुरा नभएपछि गर्ने भनेको म्युट नै हो। जाँदा जाँदै यदि तपाईँ भरपूर मज्जा लिन चाहनुहुन्छ भने इलेक्सन क्लियर जाँदा कम्तीमा 2 दिनको लागि मिलाएर जानुहोस्। यो ठाउँ अत्यन्तै राम्रो छ। टोयलेटको सुविधा छ। बिजी टाइममा वेट चाहिँ गर्नुपर्ने हुन्छ। भोगेको सावर लिन सक्नुहुन्छ अनि भाँडा माझ्न सिङ्कको व्यवस्था छ। कायाकिङ मनपर्छ गर्न सक्नुहुन्छ, तर आफूसँग छ भने। नभए उही हामीले चाहिँ हेर्ने बस्ने। सावधान, यदि तपाईँ नेटवर्क बिना रहन सक्नुहुन्न भने यो ठाउँ तपाईँको लागि होइन।